ठिक छ, नमस्कार। नमस्ते। तपाईँलाई हाम्रो यस जेन टक्समा स्वागत छ। हजुर, सुरुमा तपाईँको सानो छोटो परिचय दिनुहोस्। म चाहिँ डाक्टर रामदास श्रेष्ठ। अहिले चाहिँ चिबामा बसेको छु। म चिबाको युनिभर्सिटीमा काम गर्दैछु। अब नेपालबाट आएको हुँ, नेपाली हुँ, अहिले पनि नेपाली हुँ। अहिले पनि नेपाली हुँ। अनि जापानमा चाहिँ अब धेरै त्यसमा साह्रो छ नै, तर पनि कुनै कुनै त बसेको छौँ। हाम्रो चाहिँ यो नेवार समाजमा नेवार इन्डस्ट्री फोरमको बनेकोदेखि पनि त्यहाँको पनि मेम्बर छ। तपाईँ चाहिँ जापान कहिले आउनुभयो र कसरी आउनुभयो त्यो बारे पनि अलिकति बताइदिनुहोस्। म चाहिँ जापान चाहिँ 1970मा आएको। त्यो पनि जापानको पनि चाहिँ मेडिकल साइन्स पढ्नको लागि आएको। अनि फरेन ल्याङ्ग्वेज जापानी पढेको चाहिँ चिबा युनिभर्सिटीको आफ्नै फरेन ल्याङ्ग्वेज स्कुल थियो। म त्यहीँ चाहिँ 1 वर्ष जापानिज पढेको थिएँ। अनि त्यहाँ पछि मेडिकल साइन्समा जोइन गरेर नेपाल मेडिकल साइन्स पढेर अनि 1978मा पास गरेँ। तपाईँले चाहिँ जापान नै रोज्नुको कारण चाहिँ के थियो त्यो पनि अलिकति? मैले चाहिँ जापान खोजेको होइन, मैले खोजेको मेडिकल साइन्स। त्यसको मेडिकल साइन्सको त्यसको इन्डियाबाट पनि आएको थियो, जापानबाट पनि आएको थियो, अमेरिकाबाट पनि आएको थियो। त्यसमा चाहिँ अब जाँच दिएको थियो कि जाँचमा चाहिँ पास भएको थिएँ। त्यसमा चाहिँ अब कन्फर्मेसन अमेरिकाबाट पनि जापानबाट पनि आएको थियो। अब कहाँ जाउँ भन्ने थियो। अमेरिका जाने धेरै विचार थियो कि, तर चाहिँ त्यो चाहिँ अमेरिकाको चाहिँ अमेरिका मेन ल्यान्ड होइन कि हवाई इस्ट वेस्ट सेन्ट्रल भन्ने ठाउँमा थियो। अनि हवाई भनेको अब मेन ल्यान्ड पनि टाढा छ कि, अब जापानै हुन्छ भनेर जापान मेडिकल साइन्स पढ्नु चाहिँ आएको। अनि नेपालमा चाहिँ के भनेको थियो भने जापानमा पनि मेडिकल साइन्स चाहिँ अङ्ग्रेजीमा पढाउँछ, अङ्ग्रेजीमा ठिकै हुन्छ भनेर पठाइदिएछ। तर यहाँ आएर त कहाँ जापानीमा गर्नुपर्छ भनेर जापानमा जहाज पनि जम्मै जापानीमा हो भनेर। तपाईँले नेपालमा नेपालबाट यहाँ आउनुभयो होइन, अनि 1 वर्ष मात्रै जापानिज पढ्नुभयो। अनि तपाईँले यहाँ तपाईँको डक्टर सम्बन्धीको कुराहरू चाहिँ के जापानिजमै पढ्नुभयो कि जापानिजमा? भनेपछि तपाईँले यो 1 वर्षको जापानिजको पढाइले तपाईँलाई त धेरै गाह्रो भयो। धेरै गाह्रो छ। अब तपाईँले चाहिँ अब मेडिकल साइन्सको चाइनिज क्यारेक्टर पनि धेरै छ होइन, त्यो पनि पढेर अब त्यसबाट धेरै छ नि के भन्छ अब नेपालीमा मैले सकेन। साङ्कोस्यो भन्ने धेरै छ, त्यो पनि किनेर त्यो पढेर अनि चाहिँ फेरि अब माथि गर्ने अब सिनियर स्टुडेन्ट पनि चिनेहरू थियो। अनि त्यसलाई पनि त्यो घुमेर कहिले पनि बताइदिन्छ। त्यसैले अब पढ्ने 1 वर्ष मात्रै तपाईँले त्यसपछि जापानिज पढ्नुभयो। अनि 1 वर्ष पढ्नु भएर चाहिँ त्यसपछि अरू रिमेनिङ तपाईँको चाहिँ 7 वर्ष, अर्को 7 वर्ष चाहिँ तपाईँले डक्टर पढेर मेडिकल साइन्स पनि पढेको। जस्तो सुरुमा तपाईँ यहाँ जापान आउँदाखेरि चाहिँ तपाईँले चाहिँ जापानिज चाहिँ केही पनि सिक्नु भएको थियो? होइन जापानिज मलाई चाहिँ त्यो भाषा चाहिँ त्यही त मलाई थाहा छ कि थिएन। लभ इन टोकियो भनेको त्यो त हिन्दी फिल्म थियो। त्यसमा चाहिँ कोन्निचिया कोम्बावा आरिगातो भन्ने सायोनारा भन्ने सुरु चाहिँ सिकेको थिएँ। त्यो फिल्म हेरेर त्यसमा चाहिँ लभ इन टोकियो धेरै राम्रो फिल्म थियो। जय मुखतिर आशा पारेको थियो। अनि के भन्छ यो बेला तपाईँ आउनु हुँदाखेरि चाहिँ नेपालीहरू कतिजना जस्तो थियो त्यति बेला? म चाहिँ यहाँको बेलामा चाहिँ अब जापानभरिमा त 300 थियो भन्थ्यो कि त्यस्तो थाहा पाएन। हामीहरू चाहिँ अब चिबामा चान्स थियो। हामी 3 जना सँगै आएको। अहिले चाहिँ 3 जना हामी सँगै मेडिकल साइन्स पनि आएको। अनि हामीभन्दा सिनियर चाहिँ 1 जना त्यहाँ नेपाली थियो, त्यो पनि मेडिकल साइन्स पनि है। 4 जना चिबामा हामी 4 जना थियौँ, अरू त थिएन। 4 जना मात्रै। भनेपछि 3 जना अहिले चाहिँ अब उहाँहरू चाहिँ सब फर्किनु भयो? फर्केको छैन उहाँहरू चाहिँ। अब हामीले चाहिँ त्यो फरेन ल्याङ्ग्वेज सिकेपछि अनि यो त इङ्ग्लिसमा अब फरेन यो त मात्रै हुन्थ्यो। अनि चाहिँ म चाहिँ चिबा, 1 जना चाहिँ ओसाका, 1 जना चाहिँ निगाता। निगातामा गएको चाहिँ अहिले चाहिँ फुकुसिमामा छ। ओसाकाको बसेको चाहिँ ओसाकामै छ। म चिबा नै, म चिबामै छ। 3 जना जापानमै छ, फर्केको छैन। ए जापानमा हुनुहुन्छ? जापान छ। तपाईँको कुराकानी हुन्छ कि हुँदैन? हुन्छ, केही हामी चाहिँ वर्ष भेटेर कुराकानी गरेर अस्ति चाहिँ
60 इयर्स एनिभर्सरी भनेर सँगै आएर जस्तै अब सुरुमा चाहिँ जापानिज पढ्दाखेरि तपाईँले कस्तो खालको अप्ठ्यारो भयो अनि सबभन्दा अप्ठ्यारो भएको चाहिँ अब बोल्ने अब सुन्ने चाहिँ चाँडै नै सिकिन्छ तर लेख्ने त्यो चाहिँ सबभन्दा चाहिँ गाह्रो लेख्ने हो त्यो जापानिज क्यानेर लेख्न सक्दैन अब जहाजको 2 घन्टामा जापानिज चाँडै लेखिन्छ होइन अब मैले चाँडै लेख्थेँ नि त्यसले पनि टाइम लाग्छ त्यसले चाहिँ अब धेरै अप्ठ्यारो पऱ्यो है अनि त्यो जापानिज स्कुलमा चाहिँ कुन कुन देशको अरू साथीहरू जस्तै भाषा त्यस स्कुलमा चाहिँ चिबामा चाहिँ 20वटा देशको अनि सबै गरेर अब फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर फोर्थ इयरमा गरेर चाहिँ 260 जना त्यो विभिन्न देशकोहरू चाहिँ अनि विभिन्न स्कुलमा फरेन ल्याङ्ग्वेज चाहिँ त्यहाँ पढ्ने अनि चाहिँ त्यहाँबाट अर्को स्कुलमा जाने अर्को युनिभर्सिटीमा जाने यो जापानमा अब जस्तै मेडिकल पढ्ने भनेपछि त अब भनौँ न अलिकति अब च्यालेन्जिङ गाह्रै हुन्छ होइन त्यस बेला चाहिँ कसरी चाहिँ यो दाइगाको छान्नुभयो होइन कुन दाइगाकोमा मेडिकल पढ्ने भनेर अनि त्यो के छ तपाईँको त्यहाँ त्यति बेलाको प्रोसेस मैले चाहिँ चिबा चाहिँ जानु भनेको चाहिँ त्यसमा चाहिँ हामी चाहिँ हाम्रो यो ब्याचमा चाहिँ 8 जना थियो अनि चाहिँ त्यो जाँचको के त्यसको चाहिँ पास गरेको कति पर्सेन्ट ल्याएको छ मेरो नेपालमा त बाहिर जानलाई 60% भन्दा धेरै छ भने एप्लाई गरेर परेन क्या जापानमा पनि जापानमा त 85% अनि 8 जना थियो अनि माथिबाट एकजना म चाहिँ सेकेन्ड थियो 3 4 6 सबभन्दा माथिको चाहिँ टोक्यो दाइको तोदाई गयो अनि म चाहिँ सेकेन्ड फाइभ गरेँ अब चिबामा त फेरि त्यो हिकुसी गर्ने गाडा त मेरो चिबामै बस्यो भने चिबा चोइस गरेको होइन त्यसमा चाहिँ अर्को युनिभर्सिटी भने भए पनि जानु सक्छ ओसा पनि अथवा क्योतो पनि जहाँ पनि अनि एकजना माथिको चाहिँ टोक्यो म चाहिँ चिबा अनि थर्डको हाम्रो साक्य चाहिँ निगाता भन्छ उसले निगाता गयो अब 5 नम्बर 5 को चाहिँ ऊ चाहिँ ओसाका गयो अनि चाहिँ यो चाहिँ नागोयामा अनि यो त चाहिँ गुम्मा सबैजना यताउता आफ्नो आफ्नो चोइस भनेपछि चाहिँ त्यति बेला 6 जना 8 जना 8 जना तपाईँहरू नेपालबाटै सेलेक्ट भयो होइन हामी 3 जना नेपाली अरू 5 जना अर्को देशको अनि हामी 3 जना नेपाली चाहिँ सबै नेपालबाटै सेलेक्ट भएर आउनुभयो त्यही जाँच दिएर त्यही पास भएर त्यही ब्याच अनि सँगै सुन्दा पनि त्यही चिबाको फरेन ल्याङ्ग्वेज स्कुलमा 1 वर्ष सँगै पढ्यो अब तपाईँ जापान आउनु हुँदा त तपाईँले जापानिज भाषा पनि थाहा थिएन जापानिज कल्चर पनि थाहा थिएन अब यहाँ आएर चाहिँ एकैपल्ट अब आफ्नो यो नेपाली भाषा नबुझ्ने मान्छेहरूसँग तपाईँ त्यहाँ बस्दाखेरि तपाईँलाई धेरै कुराहरूको प्रब्लमहरू धेरै छ तर चाहिँ यो त के छ भने त्यो फरेन ल्याङ्ग्वेजमा पनि अब जापानिज कल्चर देखाउनुको लागि अब कसै कति बिहा छ भने त्यहाँमा चाहिँ हामी हेर्छौँ भनेर त्यहाँ बिहा हेर्नु जाने फेरि अब जापानको कल्चर कसरी हानामी इत्यादि टोक्योको एक्सेप्सन यस्तो समय हेर्ने त्यसमा उनीहरूले जापानको संस्कृति पनि अलिक देखाएको थियो अनि चाहिँ हाम्रो अहिले चाहिँ संस्कृतिको त्यो पनि थियो उनीहरू पढाउनु पनि थियो नि त्यसैले अलिअलि जापानिजको जाने अब त न्युजमा पनि बिरा हुन्छ निगाजो लेख्नुपर्छ भनेर भनेपछि 1 वर्षभित्रै तपाईँहरूलाई जापानिज ल्याङ्ग्वेजको साथसाथै यहाँको कल्चर पनि जम्मै त होइन अलिअलि मतलब कि यहाँ कसरी एडजस्ट हुनुपर्छ भन्ने कुराहरू पनि तपाईँहरूले बुझ्ने चाहिँ सबभन्दा त्यो राम्रो चाहिँ बिहाको उहाँ यहाँको हिरोइन हुन्छ नि त्यहाँ गएर त्यो सियोगी पैसा नै राखेर ल्याउनुपर्छ भने थाहा पायो है पहिला थाहा थिएन जापानमा आएको थियो त पार्टीमा पैसा तिर्नुपर्ने उसले थाहै थिएन है अब पैसा तिरे पनि जान्ने भनेर पहिला त केही पार्टीमा पनि गएन साङ्काही भनेर मात्रै त्यो थाहै थियो नेपालमा चाहिँ जहाँ खोज गए पनि फ्री थियो है पहिला त केही पनि पैसा लिएर जाने त्यो पनि अब थाहा पायो नेपाल जापानमा चाहिँ अब पार्टीमा चाहिँ साङ्काही पार्टिसिपेन्ट फी चाहिन्छ
अनि जस्तै अब जापानमा अब जापान त महँगो देश हो होइन तपाईँको त्यो स्कलरसिप त भयो त यहाँको लाइफस्टाइलमा लागिसकेका चाहिँ तपाईँले कसरी म्यानेज गर्नुभयो होइन त्यो बेला चाहिँ कसरी हाम्रो पहिला स्कलरसिप चाहिँ इचिमान निसेन थियो त्यसबाट चाहिँ जापान धेरै सस्तो थियो अन्त ट्रेनको फर्स्ट ट्रायलको 10 येन बसको चाहिँ 15 येन कस्तो सस्तो थियो अहिले चाहिँ ठ्याक्क ननाजियो म त्यसै बेला हामीको बेलामा इचिमान निसेन भनेको चाहिँ त्यस बेला चाहिँ 50 डलर पनि छैन त्यसमा चाहिँ 1 डलरको 360 येन त्यसैले इचिमान निसेन पैसा कति भयो 40 पनि पुगेन 35 डलर जति बस्छ त्यसमा त्यो भए पनि अब त्यसमा रामेन एउटाको चाहिँ अहिले 50 येन थियो होइन अनि यो काट्ने बाल काट्ने चाहिँ त्यो पनि 50 येन अहिले चाहिँ कति पऱ्यो 3500 4000 5000 त्यस बेला चाहिँ सस्तो भएकोले त्यो सस्तो अब हामीसँग अब बसेको चाहिँ अब यो चाहिँ फरेन स्टुडेन्टको होस्टेल भनेको डर्मिटरी त्यसको चाहिँ अब यो कोठाको के भन्छ हामीलाई त्यो दिन पढ्ने होइन बाटो पढ्ने त्यो चाहिँ 2500 कोठाको बास 2005 अनि बाँकी रिमेनिङ चाहिँ तपाईँहरूको खाना खर्च खाना त हामीले खाना दिनुपर्छ त्यो खाना त छैन खाना त आफूले दिनु पर्यो तर चाहिँ त्यो बिजुलीको अनि यो पानीको चाहिँ त्यो 2500 मा चाहिँ थियो भनेपछि अर्को 9000 येन जस्तो दिए आफूले आफ्नो तर चाहिँ त्यो त के छ भने मेडिकल साइन्सको चाहिँ त्यो किताब धेरै महँगो एउटा किताबको 15000 एउटा किताबको 12000 त त्यसको किन्न नसक्ने त्यसैले अब लाइब्रेरी गएर पढेर अब कहिले अब माथिको पास गरेको नेपाली जापानिज फ्रेन्ड्सहरूले चाहिँ पनि सम्झाइदिएर लिएर त्यसो तपाईँ आउँदाखेरि चाहिँ तपाईँभन्दा पहिला अरू नेपालीहरू पनि यहाँ थिए मेरो त्यो चिपामा चाहिँ हामीभन्दा 2 वर्ष अगाडि आएको चाहिँ थियो नेपालीहरू हाम्रो सिनियर उहाँ पनि डक्टरमा अब तपाईँले नाम चाहिँ त्यहाँ भयो नि डाक्टर चलाछन् चिवा थियो उहाँ चाहिँ अब 5 वर्ष पहिले मर्नुभयो होइन अहिले पनि हुनुहुन्छ मर्नुभएको डाइट फरेन ल्याङ्ग्वेजको त्यो बसेर अनि त्यो पनि तपाईँलाई सजिलो भयो होला नि उहाँ भएकोले त्यति कसैले आउँदैन उहाँले पनि त्यो पनि आउँदैन उहाँले पनि जापान आएको त्यो हुन्थ्यो अब सिनियर भए पनि उसले पनि त आफूले पनि जापानिज मन परिरहेको त्यतिको अब अलिकति अब जापानको त्यसमा ट्रेन कसरी चढ्ने एउटा बस कसरी चढ्ने यता कसरी गर्ने मैले त्यसै त सिकाइदियो तर अब साइन्स मेडिकल साइन्सको बारेमा त नेपाली जापानिज ल्याङ्ग्वेजको बारेमा त त्यति सिकाउनु सकेन नि अब तपाईँले जापान अब सुरुमा त होइन यहाँको खाना पनि तपाईँलाई अब खानालाई खाना त होइन खाना हामीसँग मिल्दैन होइन अनि त्यो बेला झन् त्यो नेपालमा झन् यताउता के गर्नु हुँदैन भन्ने पनि थियो होइन यहाँ जस्तै अब हामी यहाँ के अरे बिफ खाने होइन अब यो कल्चर होइन तपाईँको कसरी यो खानाको एडजस्ट त्यो चाहिँ कसरी यहाँ म्यानेज गर्नुभयो खानेहरू चाहिँ यो त के थियो भने अब चिवामा चाहिँ नेपाली रेस्टुरेन्ट यो त पनि थिएन है अब टोकियोमा चाहिँ 2टा थियो यो त चाहिँ त्यही हिगासी किन्जामा नागेस रेस्टुरेन्ट भन्ने पुरानो थियो त अर्को चाहिँ कुदाङस्थामा अजन्ता भन्ने थियो अनि टोकियो आउँदाखेरि म त्यहाँ खान जाने अब म पनि जापान आएको त म प्योर भेजिटेरियन थिएँ म मासु पनि त्यो अन्डा पनि नखान्थ्यो अनि के भयो भने अब जापानमा जहाँ गए पनि मासु अब रेस्टुरेन्ट गएर अनि त्यो यसाइतामै मिक्स भेजिटेबल फ्राई मैले ल्याएको छु त्यसलाई चाहिँ त्यो भएर खाँथेँ त्यसो पनि अब मासु राखेर पनि जानु नभए चाहिँ भेजिटेबल पुगेँ तर त यसा इतामे भन्छ नि यसा इतामे भन्छ तर चाहिँ आउँदाखेरि चाहिँ मासु राखेको छु अब मेरो अनुभवको कुरामा गरौँ भनेदेखि हामी नेपालीहरू अब अक्सर गरेर नेपालमा घरको काम केही पनि गर्दैन स्पेसली केटा मान्छेहरू न खाना पकाउने काम गर्छ न लुगा धुने काम गर्छ
यहाँ जापानमा आइसकेपछि त सबै आफैले गर्नुपर्छ त्यो पनि सबै तपाईँले आफैले खाना पकाउनेहरू पनि सबै होइन खाना पकाउने मलाई त हाम्रो डर्मिटरीमा चाहिँ त्यो क्याफेटेरिया थियो बिहान दिन राति 3 वर्ष त्यहीँ त्यो पकाउँछ अनि मैले किन्न खाने त्यहाँ अब बाहिरको रेस्टुरेन्ट खाँदाखेरि पनि सस्तो छ आफूले त्यो भात सात पकाउनु पर्दैन तर चाहिँ आफ्नो लुगा चाहिँ आफूले त्यो गर्नुपर्छ त्यसमा चाहिँ अब वासिङ मेसिन राखेको छ राख्यो गऱ्यो सजिलो दासी पनि गरिदिन्छ त्यसैले आफूले चाहिँ यसो गर्नु पर्दैन जस्तै भनेपछि हाम्रो नेपालको लाइफ र यहाँको लाइफ डिफ्रेन्ट अब टोयलेट पनि एउटा सेन्टर होइन नेपालको जस्तो होइन अब त्यहाँ लुगा धुने पनि त्यो राखेको छ अब त्यो अब नुहाउनको लागि पनि त्यहाँ जम्मै त्यो सावर रुम राखेको छ होइन अब त्यो अघि भने जस्तै कोठाको भाउ मात्रै 2500 अरू पानी त बिजुली त जम्मै फ्री त्यो त अनि अर्को एउटा यो जस्तै नेपालसँग जोड्न मन लागेको चाहिँ नेपाल त अब 1970s भनेपछि होइन त्यति धेरै अहिले जस्तो होइन विकास भएको थिएन गाडी पनि त्यति धेरै थिएन होइन जापानमा त्यो बेला अलिक धेरै विकास भइसकेको थियो तर चाहिँ यहाँ फर्स्ट टाइम आउँदाखेरि चाहिँ कस्तो फिल भयो त अब जस्तै अचम्म के लाग्यो होइन त्यो पनि अलिकति रमाइलो केही छ भने बताइदिनु सबभन्दा फिल भएको सबभन्दा के छ भने यहाँको ट्रेन चाहिँ टाइममा फिक्स टाइम आउँछ होइन 1 मिनट पछि पनि त्यसले भन्छ होइन वी आर सरी वी आर लेट भन्छ होइन तर जापानको ट्रेनको धेरै मन लाग्यो अब फिक्स टाइम अब इन्डियामा बस्दाखेरि अब ट्रेन आउने होइन 3 घन्टा पनि आउने 4 घन्टा आउँदैन त्यसै विचार राख्छ जापान तर ट्रेन चाहिँ फिक्स त्यसैले अब राति बाहिर गए पनि फर्दाखेरि या टाइममा गएपछि फिक्स ट्रेनमा चढ्नुपर्छ त्यो पनि भयो अनि फेरि एउटा के छ भने जापानको यो सबवे मेट्रो भन्छ त्यो पनि गजब लाग्यो कि जमिनको तलबाट राख्या त्यो पनि अब पछि नेपालबाट आएको साथी त जापानी त राख्छै छ के छ भन्छ यस्तो त्यसमा फेरि सजिलो पनि थियो कि चिप पनि थियो सस्तो पनि थियो अब मैले अघि भने ट्रेनको फर्स्ट प्राइस चाहिँ 10 येन अहिले चाहिँ 170 110 कति परेको है जापानको अब कोला खाँदाखेरि यो सब थियो नि त्यो पनि 15 येन थियो एउटा दिनको 15 कोला 15 अनि यो दुधो छ नि दुधो मिल्क बोटल मिल्क त्यो पनि 10 येन थियो एउटा त्यस बेला धेरै सजिलो थियो भने के सस्तो पनि थियो कि रमाना छ अब त्यस बेला चाहिँ अब ट्रेनको भाडा पनि भयो कि त्यसको 10 देखि 20 वर्ष भन्दाखेरि कस्तो त्यहाँ हो कि भन्दैन यसो भन्दै गर्थ्यो त्यो पनि गऱ्यो अहिले त घर बढ्दै 116 तर तलब पनि बढ्यो नि हो कि मेरो चाहिँ सबभन्दा पहिलेको फर्स्ट इन्कम भने पनि डाक्टर भएर त्यहाँ गर्दाखेरि चाहिँ रुकुमान थियो रुकुमान कहिलेको कुरा 1978 मा रुकुमान थियो अनि त्यहाँ पछि पढेर जिउमा भएर जोनीमा भएर अहिले चाहिँ अलिकति धेरै छ जस्तै अब नेपालबाट जापान आउनुभयो होइन अब त्यहाँको हाम्रो नेपालको भाषा संस्कृति यहाँको भाषा संस्कृति सबै फरक छ होइन जापानिजहरूले चाहिँ त्यति बेला विदेशीहरूलाई कसरी हेर्थे होइन अनि नेपाली भनेपछि कस्तो खालको व्यवहार गर्थे त्यो होइन अब चिवामा त अब फरेन स्टुडेन्ट पनि धेरै थियो कि मैले त्यो जापानिजहरूलाई त्यो मलाई हेरेर त्यति चाहिँ त्यो म फिलिङ छैन कि परिवार अब काम गर्ने पनि डाक्टर साहेबको होला सायद कि अब पेसेन्ट हेर्ने त्यो भनेपछि त्यतिको छैन अब यो अरू ठाउँमा चाहिँ अब नेपालले अब माथि पठाएर भयो स्याच्यो भन्ने भने अहिले त धेरै छ कि पहिला चाहिँ त्यो भन्नु पनि धेरै गाह्रो थियो अब खाच्यो भुच्योसम्म गर्न पनि धेरै थियो तर चाहिँ मेडिकल साइन्समै त्यस्तो छैन त्यो सबैले सम्झाउनु गएर माथि गएर टपमा पनि पुग्छ अहिले म टपमै छु जापानिजहरूले चाहिँ अब गाईको किचिन होइन होइन भनेपछि कस्तो खालको उनीहरूले सुरुमा चाहिँ
अनि कस्तो खालको भनौँ न अनुभव गर्छ नि अब उनीहरूको इम्प्रेसन होइन इम्प्रेसन त अब यो सबभन्दा एउटा के छ भने अब डाक्टर भए पनि जापानिज कुरा राम्रोसँग गर्न सक्दैन पेसेन्टसँग कम्युनिकेसन गर्न सक्दैन भनेपछि नभयो होइन अब जापानिज पनि बोल्छ लेख्न पनि सक्छ त्यसो भने त त्यतिको गर्दैन के भन्छ सँगसँगै काम गरेर भाषा छ कि त्यतिको जापानिज मात्रले फरेन भएर तिमी चाहिँ फरेन भएर त्यसमा मैले अब त्यतिको फिलिङ पाएन यो त फेरि भने अब जापानमा मैले जापानिजसँग बिहा गरेको उसले बिहा गरेको मैले के भनेको चाहिँ म चाहिँ अब जापानको सिजनमा दिने त्यो चाहिँ तिमीले त्यो हुन्छ भने बिहा गर्नु होइन भने जाऊ बिहा गरेको छ किन चाहिँ तपाईँले त्यस्तो खालको डिसिजन गर्नुभयो होइन अब नेपालमा जन्मेर नेपाली भएर हो अब जापानको सिजन लिए पनि हुन्छ उता त गरे हुन्छ उहाँ भने जस्तै कि जापानिजको त्यो लिए पनि वी आर नट जापानिज वी आर अलवेज फरेनर त्यसको हेर्छ तर चाहिँ जापानिजको सिजनमा त्यसमा चाहिँ धेरै गाह्रो पनि थियो कि त्यसबाट चाहिँ बिहा गऱ्यो र उसले चाहिँ म चाहिँ लिँदिनँ अब तिमी हुन्छ भने आउने अब त अलिकति अहिले पनि त्यतिको सजिलो छैन कि एप्लाई गरेर 1 वर्ष कति लाग्छ कि त्यो आउँदाखेरि त्यसले जम्मै चेक गर्छ कि क्वेसन चेक तपाईँलाई थाहा छ अन्त कुरुमाको त्यो कोचो यहाँ के पनि गरेको छ छैन मात्रै सबै चेक गर्छ भने धेरै धेरै सबभन्दा पहिला त अब काम छ कि छैन इन्कम छ कि हेर्छ होइन त्यो छ भने अनि त्यहाँपछि त्यस्तो नराम्रो काम गरेको छ कि छैन त्यो कारको त्यो लाइसेन्स 75 छ त्यसको त्यो गरेको छ कि छैन जम्मै चेक गर्छ त्यो गरेपछि मात्रै अनि चाहिँ त्यो आउँछ ल तिमी त्यो चाहिँ अब सेलेक्ट गरेको छौ नेपाली हुन्छ चाहिँ त्यहाँ चाहिँ त्यो कार्ड दिएर भन्नुपर्छ म चाहिँ जापानिज हुन्छु यसमा जापानको लमा त्यो गर्दैन भने पनि जम्मै त्यो गर्नुपर्छ त्यो गरेपछि मात्रै अनि चाहिँ त्यो साइन गरेर अनि तिमीले नम्बर दिन्छ अनि पासपोर्ट लिएर भनेर भन्छ अनि जापानिज किन त्यो मैले थाहा पाएको भने अब मेडिकल साइन्स भएकोले अब गभर्मेन्ट हस्पिटलमा जाँदाखेरि पनि त्यो गर्नुपर्ने म चाहिँ नेपाली हो तर चाहिँ जापानको लोमा चाहिँ मैले गर्छु गरेर साइन गर्नुपर्ने अनि त्यहाँ पछि उनीहरू त्यो दिन्छ है अनि त्यो चाहिँ तिमी के हो भने तिमी कोसेकी कि काम माथि हो जापान कम्पनीमा भएपछि चाहिँ खाचो क्लास कोसेकी कि काम त्यो कार्ड छ भने यता देखाएको पुलिस पनि केही हुँदैन कोसेकी काम गभर्मेन्ट हस्पिटल जाँदाखेरि अहिले पनि मेरो हस्पिटल चाहिँ म्युनिसिपल हस्पिटल अहिले सिटीको म्युनिसिपल हस्पिटल सिन्सेको चाहिँ मेन सब्जेक्ट चाहिँ के पऱ्यो सर्जरी जेनरल सर्जरी तपाईँको जस्तै काम पनि सर्जरी नै हुन्छ कि जनरल होइन अहिले त त्यो पेसेन्टको आउटडोर पेसेन्ट मात्रै हेर्ने अहिले सर्जन गएको छ किनभने अलिक 65 रिटायर भएको छ त्यो रिटायर भएपछि त्यो सर्जरीबाट अब इन्टरनेट मेसिन भएको अब त्यसो मात्रै हेर्ने अब जम्मै त्यो अर्डर चाहिँ गर्न सकिन्छ तर चाहिँ आफूले चाहिँ काट्ने कुट्ने गरेको छैन सुरु तपाईँको जस्तै सुरुबाट चाहिँ त्यो जेनरल सर्जन सर्जरी नै गर्ने तपाईँको चाहिँ मेन हजुर मेजर अब त्यस्तो केही तपाईँको सम्झना लायक अथवा बिर्सिन नसक्ने केही घटनाहरू छ कि यसो घटना त धेरै छ अब सबभन्दा पहिला भन्नु पऱ्यो कि एकजना पेसेन्ट भन्दाखेरि त्यसको चाहिँ अब डेथ सर्टिफिकेट लेख्नु पऱ्यो कि त्यसकोमा कतिको दुःख लागेको अब आफ्नै लेख्ने होइन आफूलाई त जुनै जस्तो आएको है अब त पहिले पनि त्यहाँ चाहिँ अब कति लेख्यो अब डेथ सर्टिफिकेट पनि अब जापानमा त डेथ सर्टिफिकेट चाहिन्छ नेपालमा डेथ सर्टिफिकेट चाहिन्छ कि पहिला चाहिँ त्यो नेपालमा चाहिने थियो घरमा मऱ्यो भने लग्यो पल्यो खतम अहिले त चाहिन्छ क्या डेथ सर्टिफिकेट त्यस्तो छ मानिस मर्दाखेरि धेरै दुःख लाग्छ त्यो पनि चाहिँ अब यङ मानिस कि आफूले चाहिँ त्यसलाई चाहिँ अब
बचाउन सकेन भने पनि त्यसको दुःख पनि लाग्छ अलिकति चाँडी गरेको भए हुन्छ त्यो पनि लाग्छ है तपाईँ जापानको हस्पिटलहरूमा चाहिँ जस्तै 40 वर्ष होइन बढी चाहिँ सेवा गर्नुभयो नेपाल र जापानमा यो चिकित्सा सम्बन्धी कस्तो खालको भिन्नता पाउनु के छ होइन नेपालमा त्यो हाम्रो टिचिङ हस्पिटल राखेर म जापानमै थिएँ त्यस बेला हामी त्यो नेपालबाट रहेको डाक्टरहरूलाई जम्मै यहाँ जापानमा घुमाएर यस्तो गर्ने भनेर जम्मै गराएका थियौँ पनि त त्यस बेला चाहिँ के त्यो हाम्रो एम्बेसडर चाहिँ को थियो अर्याल डाक्टर अर्याल पनि थियो उसलाई बोलाएर गरेर हामी त्यसको नेपालको त्यो हस्पिटलको त्यो बिल्डिङको स्ट्रक्चरको त्यो म्यानेजमेन्ट जम्मै हामी उहाँबाट जापानबाट अब एन्डोस्कोप कस्तो ल्याउनु पर्छ भनेर त्यो पनि सेलेक्ट गरेर जम्मै पऱ्यो त्यसपछि पनि नेपाली डाक्टरहरू यहाँ आउँछ हामी कुरा गर्छौँ त्यसले देखाउँछौँ अहिले पनि नेपालमा धेरै छ क्या जापानमा पास गरेर गएको यो त डाक्टर बराल चाहिँ हुन्छ क्या डाक्टर बराल ऊ पनि कार्डियोलोजिस्ट थियो उसले नेपालमै काम गरिरहेको छ राम्रै हो कतिजना आउँछ नेपालमा पहिले चाहिँ हाम्रो नेपालमा पनि नेपाली डक्टर्स एसोसिएसन जस्तै जापानमा चाहिँ अहिले लगभग कतिजना नेपाली डाक्टरहरू हुनुहुन्छ होला त्यो त थाहा पाएन अब आफ्नो युनिभर्सिटीमा भयो मात्रै थाहा पाउँछ अरू ठाउँमा कति आएको छ कति गएको छ त्यो थाहै पाउँदैन पहिले चाहिँ त्यो हाम्रो त्यो एमएसको नाम के भयो मदन भट्टर है उसको ठाउँमा चाहिँ उसले सोझिरहेको छ नेपालको डाक्टरहरूको छ भन्दाखेरि उसलाई चाहिँ त्यो दिएको थियो क्या अब चाहिँ उसलाई चाहिँ चिपामा चाहिँ तिमी भएको चाहिँ मलाई थाहा छ भनेर थियो अरू कति आछ त थाहा पाएन कति होला सायद धेरै होला 200 400 अब किनभने आजकल चाहिँ अब त्यो कसैले पनि अब टोकियो आउँदैन ओकिनामा त्यहीँ ओकिना गइदिन्छ क्युसीमा गइदिन्छ कहिले हुन्छ अब थाहै पाउँदैन पहिला चाहिँ के थियो भने जापान आउने मान्छेले एमएसमा दर्ता गर्नुपर्ने म चाहिँ नेपाली हो जापानमा छु भनेर आजकल त्यो छ कि छैन भनेर थाहा छैन त्यो मलाई थाहा पाउँछ पहिले पनि थिएन त्यो म पनि यहाँ आउँदाखेरि मैले दर्ता गर्न गएको थिएँ गर्नुपर्छ भनेर होइन अनि उनीहरूको रेकर्ड अनुसार अहिले तपाईँले जुन भन्नुभयो 300 जना जस्तो उनीहरूको रेकर्ड चाहिँ थियो तर चाहिँ त्यति गर्नै पर्छ भन्ने चाहिँ तपाईँ आउने भएन नि म त 10 वर्ष पछाडि त्यसरी त्यो चेन्ज भयो एमएसएल चेन्ज भएपछि त्यो पनि चेन्ज हुन्छ कि पहिले चाहिँ आउँदाखेरि त पहिला आउँछ कि हाम्रो डाक्टर राज भण्डारी भन्ने हो कि उनी पाटनकै फर्स्ट एम्बेसडर इन जापान भनेर आएको थियो त्यस बेला त्यहाँ पछि कति भयो त्यो चाहिँ नेपालको त चिफ प्रोटोकल नाम के थियो कसको नाम बिर्सेको मैले ठाकुर भनेको प्रकाशचन्द्र ठाकुर अनि त्यो चाहिँ आएको थियो ऊ चाहिँ नेपालमा पनि ठुलो थियो कि चिफ प्रोटोकल बनाएपछि त बाहिरको अब ठुलो प्रेसिडेन्ट प्राइम मिनिस्टर आउने बेला लिन जाने हो क्या अनि जापानमा चाहिँ जस्तै अब त्यो बेला चाहिँ होइन नेपालीहरू एकदमै कम थियो तपाईँहरूको अब नेपालीहरूसँग कतिको अरू नेपालीसँग भेटघाट हुन्थ्यो कस्तो खालको कुराकानी कस्तो खालको इभेन्टहरू हुन्थ्यो नेपालीको भेटघाट चाहिँ अब पार्टीमा मात्रै अब त्यसमा एमएससीको पार्टीमा चाहिँ नेपाली सबैले बोलाउँथ्यो टोकियोमा बसेको चिपामा बसेको उहाँ बाहिर बसेको नि त्यहाँ पछि भेट्ने अब साथी हुने अब हामी डक्टरहरूको उहाँहरूको ग्रुप त अर्कै भए हो कि नेपाली पनि धेरै कुरा छ अनि पहिले धेरै राम्रो थियो एमएसमा चाहिँ हाम्रो महिनाको दसैँको पार्टी पनि गर्थ्यो आजकल त त्यो गर्दैन त्यो दसैँको पार्टी धेरै राम्रो थियो त्यसमा चाहिँ धेरै आउँथ्यो कि अब चिपामा त म धेरै नेपाली पनि देखेको छु है अब काम गर्नेहरू धेरै छ अब उनीहरू यतादेखि उता हिँड्न आउँछ उनीहरू हेर्छ नेपालीहरू पनि धेरै रहेको छ कि जापानमा तपाईँले धेरै वर्ष होइन बिताइसक्नुभयो तपाईँको अब जापानिज होइन समाजमा पनि
घुलमिल भइसक्नु तपाईँको आफ्नो पहिचान अथवा आइडेन्टिटी तपाईँलाई के लाग्छ तपाईँ चाहिँ अब नेपाली हो कि अथवा होइन आदि जापानिज हो कि अथवा के लाग्छ तपाईँलाई डक्टर वैसा छ डक्टर डक्टर श्रेष्ठ अनि फरेनर पनि अगाडि चाहिँ डक्टर त्यहाँपछि नेपाली त्यहाँपछि जापानमा बसेको धेरै लामो टाइम बसेको डक्टर जापानिज कल्चर चाहिँ तपाईँलाई कस्तो लाग्छ जापानिज गाह्रो छ धेरै गाह्रो छ त्यो जापानिजको गर्नु छ भने कतिको गाह्रो छ भने कि एकजना मर्दाखेरि चाहिँ कति फिल्म गर्यो भने कस्तो गाह्रो छ अब सानो सानो काम यस्तो गर्छ जापानमा है अब हामीहरू त अब रमाइ पनि चाहिँ अब चिया मेरो गर्छ नि अहिले हामी त कहिले हामीका चाहिँ त्यो 5% बेसी गर्छ त्यो मात्रै जाने त्यहाँ पछि कति कति गर्नुपर्छ तपाईँले थाहै छैन होला ओके अब त्यसलाई पोल्नु अगाडि धेरै गर्नुपर्छ सानो सानो काम गाह्रो छ विदेशीहरूलाई चाहिँ जापानिज समाजमा घुलमिल हुन टाइम लाग्छ गाह्रो पनि छ होइन अब फरेनरहरू चाहिँ मैले पनि उनीहरूको स्टाइलले गरेर हुन्छ जापानिज सानो गर्नुपर्ने छैन अब आजकल जापान पनि भनेर आफ्नो त्यो बुझ्नु बनाएर अब झिमोको सौक भन्ने त्यसको बाद पोलेपछि त्यो चाहिँ रुखको तर चाहिँ राखेर गर्ने होइन अथवा समुद्रमा त्यो फ्याल्ने गरेर तर चाहिँ त्यो पोल्नु अगाडि धेरै सानो 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 काम गर्नुपर्छ भने त्यो तपाईँलाई थाहै हुने होला एक कुरा मात्रै हेरेको छ त्यो गाह्रो त्यो एक पनि मेरो वाइफको बाबु मरेको थियो है त्यो मात्रै हेर्दाखेरि त कस्तो गाह्रो नेपालमा पनि गाह्रो धेरै धेरै त्यसको आफ्नो आफ्नो समाज होइन त्यो त अब राम्रो छ राम्रो छैन भन्ने होइन आफ्नो आफ्नो समाजले गर्छ होइन नेपाली समाज भयो है जापानिज समाज जस्तै अब तपाईँ आएको समयको र अहिलेको अब भनौँ न 2025 होइन तपाईँले देखेको चेन्जेस परिवर्तन के छ सबभन्दा पहिले त महँगो सबै माल महँगो ट्रेन सबै अब कोला जे पनि महँगो एभ्रिथिङ इज त्यो मात्रै तर अब त्यसपछि जापान धेरै त्यो भएको छैन है माथि गएको छ भने त्यति बेलादेखि उनीहरूले अब पहिले त यो थिएन होइन डिजिटल पहिले चाहिँ स्मार्टफोन पनि थिएन पहिले नेपालमा त जापानमा फोन गर्ने अथवा जापानमा नेपाल फोनलाई कति टाइम लाग्छ पशु बजाएको है गरेको छ अनि डाइरेक्ट कल गरेको तपाईँलाई थाहा छ कहिले गरेको थाहा छैन होइन हाम्रो नेपालमा वीरेन्द्र सरकारको कोरोनेसनको टाइममा लागि त्यस बेला चाहिँ मेरो काका चाहिँ टेलिकम्युनिकेसनको चिफ थियो अनि ऊ चाहिँ जापान आएर कुराहरू मिलाएर अनि डाइरेक्ट लानु वीरेन्द्र सरकार कोरोनेसनमा त्यहाँ पछि चाहिँ नेपालमा फोन गर्ने सजिलो भयो न अहिले त धेरै सोच्छ क्या अब त के भन्छ तपाईँलाई लाइन थाहा छ भने लाइन मेसेन्जर फाइबर नान्दै हो सँगो देवस्थान मसँग धेरै हो धेरै त्यो महँगो थियो त्यो पहिला चाहिँ अब 1 मिनटको सबभन्दा पहिलेको ठाउँमा 110 सेन्ट थियो कि 110 अहिले त सस्तो छ त्यो बेला चाहिँ तपाईँले चाहिँ डाइरेक्ट लाइनबाटै गर्नुहुन्थ्यो कार्डहरू के युज गर्नुहुन्थ्यो त्यस बेला चाहिँ कार्ड छैन डाइरेक्ट मात्रै त्यहाँ पछि चाहिँ अब एनटिटी टेलिकम्युनिकेसनले अब जापानको कार्ड र फेरि फरेनको फोन गर्ने कार्ड फरक थियो है अलग थियो त्यो किनेर अनि चाहिँ त्यो पनि अब बाहिर राखेको त्यो टेलिफोन छ नि त्यसमा चाहिँ अब फरेनमा गर्ने हुने नहुने भने थियो कि त्यो खोज्नु पर्ने यो छ कि छैन मेरो यो त म जापानमा त यो चाहिँ गन्छ त्यसमा चाहिँ राखेर कार्ड राखेर चाहिँ अनि फोन गर्छ त्यो नेपालको घरमा चाहिँ त्यति बेला फोन भएकोले अब हाम्रो काका भएकोले पहिला फोन राखेर राखेर भनेर चाहिँ पहिला राखेको चाहिँ धेरै अगाडिदेखि राखेको हामीहरू त त्यो भएकोले नेपालमा त त्यति नै चिनेको मानिससँग पनि चाँडै हुन्छ जापानमा पनि पहिला इन्टरनेसनल कल गर्नको लागि चाहिँ केडिडीमा नगइकन नहुने थियो पहिला केडिडी आइका तर 01 राख्नु
अनि पछि केडिडिआईसँग डाइरेक्ट उनीहरूसँग चाहिँ कन्ट्र्याक्ट पेपर साइन गरिकन म चाहिँ यो फोनबाट चाहिँ डाइरेक्ट फोन गर्छु भनेर भन्थ्यो उनीहरूसँग कन्ट्र्याक्ट पेपर साइन गरेर उ गऱ्यो भनेदेखि चाहिँ डाइरेक्ट घरबाट गर्न मिल्ने होइन रहेछ भनेदेखि चाहिँ केडिडिआईमै गरेर चाहिँ 01 गर्नुपर्ने त्यति बेलासम्म आउँदा त्यो यो के अरे केताई देवाहरू थियो कि छैन के थिएन त्यो ब्याग के पनि छैन घरमा राखेको फोन यो त मात्रै डायल गरेर मात्रै त्यहाँ पछि पुसुन आउँदाखेरि कस्तो खुसी भएको हो कि यो गर्नुभयो तब हो र जेरो केस राखेपछि फोटो राखेर टाइम लाग्थ्यो कि कतै अब पुसुन त यसो गरेर भन्यो कि पुसुन आउँदाखेरि धेरै खुसी लाग्यो धेरै सजिलो पनि भयो अनि त्यहाँ पछि अब केता सबभन्दा ठुलो केता चाहिँ यत्रो थियो ठुलो थियो है यत्रो ठुलो बोकेर जानुपर्ने केता त्यति महँगो पनि थियो अनि त्यहाँ पछि धेरै डेभलप भएर सानो केता त्यसमा अहिले त जापानमा 4 वटा छन् है केडिडी उहाँलाई केडिडी हाम्रो एनटिटी त्यहाँ सफ्ट ब्याङ्क अनि राख्थ्यौँ त्यो बेलाको टेक्नोलोजीको बारेमा अलिकति जस्तै टिभीहरू चाहिँ त्यो नेपाल जापानमा चाहिँ त्यो बेला कस्तो अहिलेको त भिन्नै छ होइन अहिले चाहिँ अब त्यो भने फोन के थियो हाम्रो के भन्छ सोच्दाखेरि त अरू नाम चाहिँ ट्रान्जिस्टर पहिलेको ट्रान्जिस्टर फेको यो हाम्रो टिभी टेलिभिजन थोरै त्यो धेरै आजकल त्यो प्लाज्मा भन्ने भन्छ होइन कस्तो मात्र भएको छ त्यो पनि अब डेभलप भयो नि त पुरानो टेलिभिजन चाहिँ अहिले क्यामेरा गएपछि पाउँछ के अरे होइन तर चाहिँ त धेरै महँगो पनि थियो धेरै गरम पनि थियो क्या पहिले महँगो थियो एउटाको त अलिकति त थोरै किन पर्छ गोजुमान रोगजुमान भयो आजकल त यस्तोको सानो किनेपछि सामान्यमानले किन्नु पाइन्छ जस्तै अब तपाईँ आउँदाखेरि चाहिँ यहाँ चाहिँ अब कारोबार गर्नलाई जस्तै बैङ्क खाताहरू खोल्नु पऱ्यो होइन त्यति बेला कतिको गाह्रो थियो विदेशीहरूलाई यो ब्याङ्कको त्यस बेला केही गाह्रो छैन गएर पैसा राखेपछि त्यति गाह्रो छ त मैले यो सुरुमा खोल्न दिँदैन 6 महिनासम्म हो हामीहरू त गर्दाखेरि त सक्दिएछ त्यतिको होइन ब्याङ्कमा चाहिँ बस्सँग भयो अब म चाहिँ त्यति मात्रै तिम्रो त्यो ठाउँ कहाँ बसेको त्यो लेख्यो होइन त्यो इन्कम पनि चाहिँदैन अब आज कति दर्ता गर्ने लियो त्यसमा चाहिँ के छ भनेदेखि मेरो संसार यहाँको जमिन हो चाहिन्छ है अनि जमिन हो चाहिँ आउने बित्तिकै उनीहरू जमिन हो बनायो भनेदेखि चाहिँ खाता खोल्नु पाउँछ जमिन हो बनाएर भने खाता खोल्नु पाउँदैन है अनि अर्को एउटा पहिला आउँदाखेरि के थियो भनेर भन्दाखेरि यिनीहरूको चाहिँ नाम चाहिँ रमाजीबाट हुँदैन थियो सब खाताको नामै गर्नु पर्थ्यो अनि फर्नरहरूले खाता खोल्दाखेरि चाहिँ हाङ्गो नभइकन हुँदैन थियो पहिला अब अहिले चाहिँ चेन्ज भएको थियो पहिला चाहिँ यो पासपोर्टमा मेरो यो नाम छ भने पनि हुँदैन थियो त्यसमा अलिक फरक पऱ्यो म एक बेला चाहिँ मेरो चाहिँ ब्याङ्कमा गरेको जम्मै साइन हाङ्गो होइन साइनले अहिले पनि 2टा ब्याङ्कमा साइन नै गरेको अनि म आउँदाखेरि चाहिँ मित्सुबिसीले चाहिँ साइनमा ओके गर्यो है अर्गिङकोले चाहिँ साइनमा ओके गर्यो अनि उनीहरूले चाहिँ हाङ्को नै चाहिन्छ भने मैले हाङ्को नै बनाएँ अनि पछि मित्सुबिसीले के भने हाङ्कोमै चेन्ज गर्नु पछि पनि हाङ्कोमा चेन्ज गरेँ अहिले चाहिँ फेरि साइन दिए हुन्छ अहिले साइन अहिले फेरि के छ रोमाजीको नाम होइन कि त्यो खाताको नाम चेन्ज गर्न लाग्यो अनि कुयाक्सो गएर चाहिँ चुस्यो मेस्योमा मैले फेरि खाजीको खाताखानाको नाम चाहिँ त्यो गरेर अनि खाताखानाको नाम मैले त्यसमा तपाईँलाई गाउँदाखेरि गाह्रो मेरो पैसामा त्यति थिएन है अनि अहिले आएर चाहिँ के भयो भने पासपोर्टमा जुन नाम छ त्यही अनि फेरि साइन पनि त्यसले हुन्छ एकपल्ट मामादेखि सजिलो थियो त्यहाँ चाहिँ फेरि गाह्रो भयो अहिले फेरि सजिलो त्यसो अलिकति पर्सनल लाइफ पनि बताइदिनु जस्तै तपाईँले चाहिँ जापानमा कसरी होइन हाम्रो भाउजूसँग भेट्नुभयो के छ तपाईँको त्यो भाउजूसँग भेट्नुको चाहिँ त्यो रोटरी क्लबमा म त्यसको चाहिँ मेम्बर थिएँ हो कि त्यहाँ जाँदाखेरि ऊ चाहिँ त्यहाँ चाहिँ अब पियानो
पार्टीमा चाहिँ प्यानो चाहिँ हुन्छ राख्यो अनि त्यहाँ कुरा गरेर भन्दाखेरि म चाहिँ फाग्न सकिनँ अब परिवार लग्यो भने बिहा गर्नुभयो म त फाग्नु मात्रै थियो है त्यसै यो कोक्साई के भनौँ न अलिकति कल्चरल डिफ्रेन्स भएकोले अलिकति सुरुमा कस्तो खालको तपाईँको होइन के पनि छैन हामी त अब उसले चाहिँ अब नेपाली खाना पनि बनाउँछ क्या जम्मै गर्छ अब ल्याङ्ग्वेज त अब नेपाली कुरा गर्दैन जापानिजमा कुरा गर्नु मात्रै हो त्यति मात्रै हो अन्डरस्ट्यान्डिङ चाहिँ धेरै राम्रो छ। हाम्रो जम्मीले भेटेको छ सुन्नु पनि भेटेको छ हाम्रो भाइको पनि वाइफ जापानिज हो उहाँ पनि जापानिज वाइफ छ जापानिज वाइफ भन्ने कि जापानिज वाइफ नभन्ने होइन मेरो भाइको पनि जापानिज वाइफ हो अब त्यहाँबाट अब जापानिज गर्दा पहिला चाहिँ अब जापानिज गर्लले फरेनरसँग बिहा गरेपछि त धेरै थियो होइन मलाई त्यति थिएन आजकल त अब नहेरेको पनि के भन्छ नि हाफ होइन जापानिज मात्र अनि फरेनको हस्बेन्ड अब उल्टा पनि हुन्छ क्या अब जापानिज हस्बेन्ड फरेनर वाइफ अब बजार जम्मै गर्छ नि होइन कति नाउँ दिँदाखेरि त अब कालो पनि सेतो पनि होइन पहिला पनि जम्मै छ आजकल धेरै त्यो चेन्ज भएको छ है पहिले त अब फरेनसँग बिहा गरेर बच्चालाई स्कुलमा राख्दा पनि धेरै गाह्रो पर्थ्यो है धेरै गाह्रो लिनु हुन्थ्यो आजकल त्यस्तो पनि छैन त्यो पनि छैन आजकल त्यो पनि लिन्छ है जापानमा धेरै चेन्ज भएर धेरै तर अर्को देशभन्दा जापानिजको सिजन दिन चाहिँ गाह्रो छ लिनुको लागि एप्लिकेसन गरेर अब त्यसको उसको उहाँहरूले पास गरेर त्यहाँ पछि मात्रै हुन्छ जापानमा अमेरिकामा त 5 वर्ष ग्रिन कार्ड होइन त्यहाँ पछि अब लिनु भए हुन्छ कि जापानमा त्यस्तो छैन भने 10 वर्ष अथवा 30 वर्ष त्यो चाहिँ एप्लाई गरेर किकाको लागि एप्लाई गरेर जस्तै अब जापानमा तपाईँ डाक्टर भइसकेपछि चाहिँ अरू देशमा पनि जाने चान्सेस चाहिँ थियो होला जापानमै किन बस्नुभयो त्यो त बिहा गरेर जापानिज मेन प्रब्लम म एक्लै गए त जान्थेँ ए उहाँले चाहिँ मान्नु भएन बाहिर ए मान्नु पनि भएन फेरि बच्चा छ भने बच्चाको लिएर कहाँ जाने त्यो बच्चा भएपछि हुँदै हुने भने बच्चा छैन भने त सायद जान पनि सक्थ्यो होला कुरा गरेर हो क्या बच्चालाई पनि जापानकै एजुकेसन सिस्टम उसलाई चाहिँ कस्तो छ भने ऊ चाहिँ 20 वर्षसम्म चाहिँ नेपाली थियो नेपाली सिटिजनसिप लिएर प्याक गरेको थियो अनि 20मा चाहिँ अब जापान चाहिँ हो डबल सिटिजनसिपले गरेन अहिले त्यहाँ त्यो आएर तिमी चाहिँ अब नेपालको लिने कि जापान लिने भने कि उसले चाहिँ जापानिज लिथ्यो यसले चाहिँ सही जापानिज नट नेपाली नेपाली भाषा कुरा आउँछ मैले सिकाउने मलाई टाइमै छैन अब चाहिँ जापानिजको स्कुल गएको छ जापानिज त्यस बेला चाहिँ एउटा चिबामा नजिकमा नेपाली स्कुल भएको भए त अहिले चिबामा सबभन्दा नजिक चाहिँ हिमालयन इन्टरनेसनल एकाडेमी त्यो चाहिँ कोहिमामा छ अस्ति त्यो टेलिभिजनमा आएको थियो नि तपाईँलाई थाहा छैन हेरेको छ त्यो हिमालयन इन्टरनेसनल एकाडेमी आएर त्यसमा चाहिँ जुन टेलिभिजन लिएर त्यो नेपालीले पनि बोलाएर नि किन चाहिँ अब बच्चालाई जापानको स्कुलमा राखेर किन यहाँ राख्ने यहाँ चाहिँ महँगो पनि छ भन्दाखेरि उसले के भन्यो भने मेरो भिजा चाहिँ अर्को 1 वर्ष मात्रै बाँकी छ 1 वर्षमा अब भिजा चाहिँ पाएन भने नेपाल फर्नु पऱ्यो त्यसैले नेपाल फर्दाखेरि चाहिँ जापानिज स्कुलमा गरेपछि त त्यो भयो नि अब चाहिँ हिमालय एकाडेमी त नेपाली सिस्टमले गरेको छ त्यसैले यहाँ राखेको छ भनेर भने जस्तै अब अहिले चाहिँ जापानमा आउने नेपालीहरू धेरै छन् होइन धेरै छ अहिले लगभग 2,60,000 पुगिसक्यो होइन लगभग 3,19,000 अब नयाँ आउने नेपालीहरूलाई चाहिँ विद्यार्थी भाइ बहिनीहरू भनौँ न होइन अहिले चाहिँ के भन्न चाहनुहुन्छ जापान होइन यो त के छ भने अब नेपालबाट आउँदाखेरि भिजा चाहिँ कुनको लिएको ल्याएको छ उसले तपाईँ अब यहाँ घुम्न आउँदा भने त अब भिजा अथवा अब स्टुडेन्ट भिजा अनि त्यहाँ चाहिँ एउटा जापानमा त्यो कन्भर्सको चिफ
अब त्यो गीत गाउने नाच्ने त्यसको चाहिँ अब के भिसामा लिएर आएको छ त्यो थाहा पाएन होइन हामीहरूले अब कुन भिजामा आएको छ भने अब भिजामा त्यो एक्सचेन्ज गर्ने सजिलो भिजा र एक्सचेन्ज गर्न नसिक्ने भिजा छ अब त्यो चाहिँ त्यो लिएर आउने मलाई थाहा छ फेरि जापानमा के छ भने त्यो नेपालबाट लिएर भिजाको चेन्ज गर्नु पऱ्यो भने जापानको भित्र हुँदैन एकपल्ट फेरि बाहिर जानुपर्ने बाहिर गएर मात्रै अथवा नेपालमा फर्केर त्यहाँबाट फेरि चेन्ज गरेर आउने कस्तो गाह्रो केही त तपाईँको जस्तै अब जापान आउँदा चाहिँ यस्तो यो चिज गरेर आउँदा चाहिँ सजिलो अथवा के चिज के पनि थाहा छैन खुरुक मात्रै आएको भने अब मेडिकल साइन्स पढ्ने मेडिकल साइन्स चाहिँ अङ्ग्रेजीमा बनाएको छ अनि अब स्कलरसिपको पैसा छ अब जापानको बारेमा के पनि थाहा छैन यो त मात्रै थाहा छ जापानमा चाहिँ भूकम्प धेरै आउँछ अनि त्यो लभ इन टोकियोमा त्यो फिल्म हेरेर टोकियो सहरको यता टोकियो टावर यता उता छ भने देखाएको छ तर आउँदाखेरि के पनि थाहा थिएन खुर्को आएको नेपालमा चाहिँ बसेको भएखेरि अलिक टाइम भएको भए चाहिँ उता चाहिँ अब जापानिज पढेर यतिर आउँथ्यो तर त्यो चाहिँ थिएन है अब फरवरीमा जाँच भएर मार्चको पहिलामा चाहिँ त्यो रिजल्ट आएर कन्फर्मेसन जब हुनको बेलामा एक हप्ता पनि थिएन भने नेपाल त्यो चाहिँ नेपालमा के पनि त्यो फेरि पार्टी पनि गर्न सकेन लुगा मात्रै चाहिँ राखेर किताब राखेर नेपालमा चाहिँ के गर्न भ्याउनु भएन के गर्न भएन नेपाल जापानको कुनै के पनि थाहा भएन है त्यसमा चाहिँ यो चाहिँ राम्रो के थियो भने पहिला चाहिँ नेपालमा चाहिँ जापानिज एम्बेसी थिएन दिल्लीमा जान्थ्यो भिजा लिन लागि साँच्चै त्यसमा हामी आउनको 1 वर्ष अगाडि नेपालमा चाहिँ जापानिज एम्बेसी बनाएको त्यसले धेरै सजिलो भयो भिजा लिनलाई पहिला चाहिँ अब त अमेरिका इन्डिया जानु हजुर त यहाँ आउनु भएर धेरै नै भयो त्यस अवधिमा यहाँ नेपालबाट आउनेहरू विभिन्न अतिथिहरूलाई पनि सबैलाई भेट्नु भएको छ तपाईँले भेटेको छैन कहाँ भेट्ने पहिला चाहिँ भेट्थ्यो पहिला भालो आजकल त कहाँ फेरि म चिबा तारा बसेकोले टोकियोमा बस्ने मान्छेले भेट्दैन अब त्यसै यस्तै कुनै अब संस्थाको पार्टी भयो होइन यसो एमएसको पार्टीमा बोलायो भने भेट हुन्छ कुरा गर्छ चिबामा पनि नेपाली धेरै छ पहिला पहिला अब नेपालीहरू कम हुँदाखेरि त्यति बेला आउने त्यतिमा आउँथ्यो धेरै धेरै भेट्थ्यो कि त्यो कुरा गर्थ्यौँ फेरि अब जापानमा के गर्नुपर्छ भनेर सिकाउँथ्यौँ कि ल्याङ्ग्वेज त सिकाउने टाइम छैन तर जापानिजमा अब पहिला जस्तै अब ट्रेन कसरी चढ्ने सबै कसरी चढ्ने बस कसरी चढ्ने ब्याङ्कको खाता कसरी बनाउने होइन त्यसमा सबै हामी चाहिँ के भन्थ्यौँ भने अब लिभिङ के को त्यसमा चाहिँ बनाए राम्रो छ किन त्यो राम्रो छ भने त्यसमा चाहिँ त्यो तिम्रो त्यो छ भने खाताको त्यो छ भने जापानको जहाँ पनि भए पनि त्यो पैसा ले हुन्छ पहिला आजकल त ब्याङ्कमा पनि हुन्छ पहिला त्यो मात्रै थियो कि लिभिङ के पोस्टको पोस्टल ब्याङ्कमा थियो तपाईँले त्यो गरेपछि सजिलो थियो जापान फर्स्ट जहाँ गएपछि पनि पैसा निकाल्ने भने लिन सकिन्छ अब म त ल्याएको भनेको राख्नु भए पनि सक्छ त्यसलाई त्यो धेरै सजिलो थियो त्यो पोस्टल ब्याङ्कको खाता बनाउने सजिलो पनि थियो है त्यति आजकल त अब जुन ब्याङ्क भए पनि हुन्छ अब क्रेडिट कार्ड भए पनि जहाँ भए पनि पैसा निकाल्नु हुन्छ कि अब बाहिर गए पनि क्रेडिट कार्डले त्यो पे गर्यो होइन सस्तो सजिलो भने होइन नेपालमा के छ भने अब पहिलाको चाहिँ टिचिङ हस्पिटल बनाएको छैन त्यहाँ चाहिँ अर्को मेडिकल स्कुल पनि बनाएको छैन अर्को छोटो छ कि नेपालमा जम्मै गरेर अब त्यहाँबाट पास गर्ने नेपालीहरू नेपालीमा काम गर्दैछ अब हामीले चाहिँ कहिले काहीँ चाहिँ त्यो नेपाललाई अब जापानमा बोलाएर जापानको त्यो मेडिकल कस्तो गर्छ कति गर्छ के गर्छ भने देखाउने पनि गरेको छ पहिला चाहिँ अब नेपालमा त्यो भए चाहिँ हामीले नेपालबाट नेपाललाई
एकोग्राम एकोको मसिन मेसिन 5वटा दिएको थियो। जस्तै अब तपाईँ आफै मेडिकल डक्टर हुनुभयो होइन, नेपालबाट चाहिँ अब यहाँ मेडिकल डक्टर पढ्न आउनको लागि चाहिँ कतिको सजिलो होइन सजिलो नेपालबाट जापानमा रिसर्च गर्ने आउने भने सजिलो। अब तपाईँ जापानको डक्टर हुने भयो भने जाँच लिनु पऱ्यो होइन, नेसनल एक्जाम भन्ने छ, त्यो नलेख्न हुँदैन, त्यो फेरि लिन चाहिँ जापानिजमा मात्रै अङ्ग्रेजीमा गर्दैन, त्यसैले गाह्रो छ। जापानिज भाषा जाने भने चाहिँ होइन भएन होइन। त्यसैले चाहिँ अब तपाईँ चाहिँ त्यो गर्नुभन्दा जापानको मेडिकल साइन्सको कलेजमा जोइन भएर त्यहाँबाट पढेर पास गर्ने सबभन्दा सजिलो तपाईँ टाइम पनि 6 वर्षले सकिन्छ होइन। अब तपाईँलाई यहाँ 6 वर्षमा पढ्ने जापानिजमा कति सक्नुहुन्छ थाहा छैन। फेरि के छ भने तपाईँको त्यो सर्टिफिकेट चाहिँ जापानको सर्टिफिकेट इक्विभ्यालेन्ट हो भनेर नेपाल गएर नेपालको एमएससीमा त लिनुपर्छ, गाह्रो होइन। जापानमा होइन काम नगर्ने पढ्ने मात्रै हो भने सजिलो, तर जापानमा काम गर्ने डाक्टर भएर काम गर्ने भयो भने त गाह्रो है, धेरै गाह्रो छ, धेरै गाह्रो। किनभने त्यो जाँच लिनु पऱ्यो, जाँचमा पास गर्नु पऱ्यो, त्यसको लागि जापानिज पढ्नु पऱ्यो। तपाईँले चाहिँ कस्तो खालको गाह्रो भयो जापानमा मेडिकल? होइन म त त्यही छैन, म त अब त्यसको भएकोलाई 1 वर्ष जापानिज स्कुलमा जापानिज पढेर त्यहाँ 6 वर्ष पढेर आउँदाखेरि त 6 वर्ष भएपछि धेरै त्यो पनि जापानिज त इम्प्रुभ हुन्छ नि। तपाईँको जस्तै यो मेडिकल पढ्दाखेरि चाहिँ विदेशीहरू कतिजना थियो? ए मेरो क्लासमा एकदमै तक्रा 1 युनिभर्सिटी एउटा इयरमा 1 हुने हो त्यस बेला। तर त मेरोभन्दा अगाडि सेकेन्डमा एउटा, त्यहाँपछि माथि एउटा, हामी चाहिँ 6 वर्षको 6 जना त्यो चाहिँ विभिन्न देशबाट आउनेहरू। त्यसैले त्यो वर्षमा एउटा युनिभर्सिटीमा 1 जना मात्रै लिने फरेन त्यसैले 1 जना मात्रै। इङ्ग्लिसको केही सपोर्ट थिएन त्यसो त्यहाँ चाहिँ? होइन त्यसमा चाहिँ अब डक्टरहरू मेरो अब प्रोफेसर छ, पहिला चाहिँ मेरो अङ्ग्रेजी बोल्दैन, जर्मन थियो कि नयाँ प्रोफेसर त अङ्ग्रेजी बोल्छ, त्यसैले कुरा गरेर त अङ्ग्रेजीबाट कुरा गरेर त्यो कुरा गरेर पनि जाँच त अब जापानिज गर्नु पऱ्यो होइन। त्यो पढाउने प्रोफेसरहरू चाहिँ जापानिज बाहेक अरू देशको पनि थियो? अब त्यो छैन, मेरो त्यो युनिभर्सिटीमा जम्मै अल जापानिज। अघि तपाईँले भन्नुभयो जस्तै यहाँ मेडिकल सम्बन्धीमा त यहाँ पहिला त जर्मनीहरूले नै आएर चाहिँ पहिलाको चाहिँ जापानको मेडिकल सिस्टम चाहिँ जम्मै जर्मनी सिस्टम त्यस कारणले गर्दा दुईजको पहिला त्यहाँ अब त्यो सेकेन्ड वर्ल्ड वारको अगाडि मात्रै, त्यहाँ सेकेन्ड वार सकेपछि त अमेरिका आयो होइन। त्यसैले अब अमेरिकन कल्चर अमेरिकनमा जम्मै पढाउने त अमेरिकन स्टाइल भयो होइन। अब पहिला चाहिँ जम्मै अब बाहिर जाने जर्मनी जान्छ, त्यहाँ पछि जम्मै अमेरिका जानु भयो होइन। त्यसैले अङ्ग्रेजी बोल्ने भने धेरै भयो, आजकल त बोल्छ जम्मै अङ्ग्रेजी। पहिला हाम्रो प्रोफेसर होइन एमएसडरको यहाँ अपरेसन गएको पनि त्यहाँ गएको थियो कि त्यहाँपछि अब सबै अङ्ग्रेजी बोल्ने एनेस्थेसियाको डक्टर पनि अपरेसन गर्ने डक्टर पनि सबै अङ्ग्रेजी बोल्ने सजिलो छ। अमेरिका जम्मै अमेरिका जान्छ, जम्मै अङ्ग्रेजी बोल्छ भने अहिले त जम्मै त होइन, त धेरैजनाले बोल्छ कि। जापानको हस्पिटलहरूमा गयो भने चाहिँ अहिले पनि होइन उनीहरूले इङ्ग्लिस चाहिँ त्यसमा अङ्ग्रेजीको प्रायः हामीले जापानिज त्यो पनि आजकल किताब पनि छ, नेपाली किताबमा चाहिँ अब त्यो लेखेको छ। त्यो पनि तपाईँलाई थाहा छैन, तपाईँसँग छ भने त्यो सानो किताबमा अब पेट देखाउँदाखेरि त्यो देखाएर तपाईँलाई के भनेको छ भनेर त्यहाँ लेखेको छ नेपाली र जापानिजमा। हाम्रो पनि त्यो ठुलो किताबमा 12वटा भाषाको लेखेको किताब छ, त्यसमा चाहिँ नेपाली पनि छ। अनि त्यस नेपालीमा भनेर कम्युनिकेसन लिन सकिन्छ। नेपालीको त्यो आजकल छ।